जिन्दगीको यो लामो बाटोमा हिँड्दा हिँड्दै म कति पटक लडेँ, कति पटक उठेँ, त्यसको कुनै हिसाब छैन। हामी सधैँ केही न केही पाउनका लागि दौडिरहन्छौँ, कहिले पैसाको पछि, कहिले नामको पछि त कहिले ती मानिसको पछि, जसले हाम्रो मूल्य कहिल्यै बुझेनन्। सोध्छु यो दौडमा हामीले के पायौँ, के गुमायौँ? एनामा हेर्दा आज आफ्नै अनुहार पनि बिरानो लाग्छ। ओठले हाँस्न त सिक्यो, तर यी आँखाहरूभित्र गुम्सिएको आँसुलाई लुकाउन कति सङ्घर्ष गर्नुपर्छ त्यो यो मनलाई मात्र थाहा छ। संसारको भिडमा हामी कति एक्लो छौँ भन्ने कुरा त्यति बेला मात्र महसुस हुन्छ जब मन भारी हुँदा मनका कुरा बिसाउने एउटा काँध पनि फेला पर्दैन। तर समयले मलाई एउटा कुरा भन्ने पक्कै पनि सिकायो, यहाँ कोही पनि आफ्नो हुँदैन र कोही पनि सधैँभरि साथ रहँदैन। जसलाई हामीले आफ्नो भन्यौँ उनीहरू त केवल बदलिँदो समयका साँच्ची मात्र थिए। त्यसैले अब गुनासो कसैसँग छैन, न त आफैसँग कुनै पश्चाताप छ। यो जिन्दगी जस्तो छ मेरै हो, यसका चोटहरू मेरै हुन् र यसका खुसीहरू पनि मेरै हुन्। अब गुनासो गरेर समय खेर फाल्नु छैन। अँध्यारो जति नै गहिरो भए पनि भोलिको बिहानी पक्कै आउनेछ। म रोकिने नि छैन, थाक्ने नि छैन। म फेरि उठ्नेछु आफ्नै लागि र आफ्नै खुसीका लागि, किनकि यो जिन्दगी फेरि पाइँदैन।